म सम्राटजीलाई आफ्नो प्रस्तुतिको लागि आग्रह गर्दछु जोरदार ताली बजाइदिनु होला उहाँको स्पेशल पर्फर्मेन्स सम्झिने तयार हो पानी छम्किन त्यो साङ्गीतिक पानी छम्किनुहोस् है सम्राटजी हामीलाई चिसो हुन्छ देखे अहिलेलाई सम्राट चौलालाई यहाँहरूको माझमा विशेष प्रस्तुति सक्ने दिदी नमस्ते सम्झिने गर्नी होरी माई हो सालाई जो मैले हात गरेर के गर्नी। नमस्ते गोर्खा, जय गोरखनाथ, जय गोर्खा उद्योग वाणिज्य सङ्घ, हाम्रो आदरणीय भगवान बाबु मास्के सर हुनुहुन्छ लगायतको सम्पूर्ण टिमलाई म हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो गोर्खाको माटोमा टेक्ने एउटा शुभ अवसर मिलेको छ, सम्पूर्ण टिमलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र त्यसै गरी औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत भाइ, अनित विष्ट, प्रीतम मल्ल लगायतको सम्पूर्ण टिमलाई म हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धेरै आभारी छु म यो गोर्खाको माटोमा पाइला टेक्न पाएको छु र केही मेरा सृजनाहरू हजुरहरूलाई सुनाउन पाएको छु। र त्यसै गरी मान्छे पनि राम्री हाम्रो मन्जु पौडेलको लागि सबैजनालाई तरर ताली बढिदिनुहोस् त। समय रह्यो भने हामीले सब कार्य गरेको विचार गर मायालु छुनलाई छोएपछि पर्छ मेरै हुनलाई। तिम्रो रूपले मोहनी लगाउने, अरे तिम्रो रूपले मोहनी लगाउने, देखेपछि म त्यसै आघाउने, मखमली चोलीमा तुन ढाकैको, मखमली चोलीमा तुन ढाकैको, त्यसै माथि झल्कियो फुली नाकैको, कसले जिम्मा लिन्छ र लोभी आँखैको, कसले जिम्मा लिन्छ र लोभी आँखैको। विवेक तिताल अनि मेरो आवाजमा रहेको गीत ट्र्याकमा विवेक तिताल नै चौलाए। त्यसपछि थुप्रै गीतहरू गाउँछु। यो सुरुमा अलिकति सोलो छ। मेरो आमा कता जानुभयो, स्टेजमा आउनु होला। मन्जु दिदी आज पहिलोचोटि हजुरसँगै स्टेज सेयर गर्न पाछु। हजुरसँगै म नाच्दै गीत गाउन चाहन्छु।